अरे एकदम आरामै जाए अन्त खोइ अरू केटाहरू हला परेछ के एकजना अस्ति भेट गरेकोले बिरामी रहेछ ए अर्को चाहिँ झापातिर गएछ इमर्जेन्सी काम परेछ पहिला त्यो ओडा आउँछु भन्थ्यो कहाँ भयो खै अहिलेसम्म त फोन त आएको छैन त्यसको आउँदैछ होला त्यसो भए अनि के गर्नु त एकछिन पर्थ्यो है त यति टाइम बसेको आइसक्यो नाम लियो सैतन हाजिर आएछ त अनि कहाँ जङ्गलतिर हराइस अरे भनेको सुन्थेँ अरे यार घुम्दै फिर्दै रुम चाहिँ टार भए जस्तो म यहीँ आएर एउटा बुढी सुत्तीले ऊ मासतिर हो जाऊ भनेर जङ्गलतिर पठायो घनघोर जङ्गल रहेछ बाघे आउला जस्तो दिउँसै यहाँसम्म फेरि ल्याइदिए यार होइन त्यही भएर आइपुगे बल्ल बल्ल म त के हो राउडी यो त खतरा छ क्या तेरो जिन्दगी पनि अजिब अजिब चिज चल्छ है अनौठो अचम्मको घटना घटाउँछस् अचम्म गर्छ नि केटोले ल अब यो कुराहरू छोडिदिउँ ल छोरा मान्छेको जिन्दगी यस्तै हो सन्जिता यदि यो कस्तो मान्छे हो भने यो आफूले अघि गुम्बा चिप्लेर लड्ने खालको मान्छे होइन हँसाएर उठिले मजाक गरेर नि यार मान्छेमा कहाँ पुगेर आएको छ छोड्दै अब ल भन् के खाने हो एउटा मगाउन एउटा चिसो बियर बियर खाने हो त लाइट साउने दुई बोतल चिसो मुटु नै एकदम चिस्याएर लाने बियर लिएर आउनुहोस् त ल